Hello guys, I'm back again with another new video. So भर्खर हामी खाजा खाएर यहाँबाट निस्क्यौँ अनि आज चाहिँ हाम्रो डे प्लान चाहिँ के छ भने चाहिँ एउटा हाम्रो भाइले चाहिँ क्याफे खोल्न लाग्छ अनि हामी चाहिँ त्यो क्याफेमा चाहिँ हामी तिनजना छौँ अनि तिनजनामा चाहिँ 10 वटा स्मल क्याफे रन गर्ने भनेर हामी तिनजना लागिरहेको 3 डेज होइन भाइ हामी 3 डेजदेखि हामी लागिरहेको छौँ सो 10 वटा स्मल क्याफे खोल्न भनेर हामी चाहिँ अहिले त्यहाँ भत्तीको पुलको साइडको हाम्रो के अरे साइडतिर एउटा जस्ट स्मल क्याफे रनिङ इन नेपाल माथि नजाऊँ न यहीँबाट जाऊँ न ए माथि बोल्थ्यो अनि चाहिँ भ्यू चाहिँ यस्तो छ है यहाँको यहाँ छ यसरी अनि चाहिँ भाइ चाहिँ अलरेडी पुगिसकेको छ हामी चाहिँ खाजा खाएर निस्केका छौँ अनि म अनि रमेश सो दिनभरि हामी त्यसै काममा लाग्छौँ होला किनकि अलिक भर्खर हाम्रो केही स्टार्टअप पनि भएको छैन अनि हिजो चाहिँ हामीले पेन्टिङको काम पेन्टिङको काम चाहिँ अलमोस्ट डन हुन आँटेको छ अब के भन्ने हो अब लेट्स सी अब म उहाँ डे चाहिँ देखाउँछु होइन आज हामीले के गर्छौँ भनेर अनि प्लानिङ चाहिँ भइसकेको छ अलरेडी अनि त्यो प्लानिङ चाहिँ हामी जस्ट एक्जिक्युट गर्छौँ आज राइट त्यो प्लानिङ चाहिँ एक्जिक्युट गर्छौँ त्यो प्लानलाई एक्जिक्युट गरेर अनि जस्ट लाइक रनिङ अ स्मल बिजनेस इन नेपाल है अब के भन्नु विल सो यु देखाउनेछौँ क्याफे हाम्रो है जस्ट क्याफेमा चाहिँ 3 जना मात्रै हुनेछौँ 3 जना पनि वी आर क्लोज ब्रदर्स हामी कोही एक्स्ट्रा मान्छे हायर गर्दैनौँ अनि ओके भाइ चाहिँ अलरेडी पुगिसकेको छ त्यहाँ वेट गरिरहेछ अनि आउने भनेको थियौँ 8 बजे तर हामी चाहिँ अलमोस्ट ढिलो भइसकेका छौँ है अब ढिलो नगरी काम गर्नुपर्छ सक्दो चाँडो हामीले रन ओपनिङ गराउनुपर्छ सो हामी चाहिँ पुग्यौँ अनि भाइ चाहिँ त्यहाँ छ ऊ है भाइ त्यहाँ छ यहाँ वेट गरिरहेछ ल यहाँ छ सो यो चाहिँ हाम्रो क्याफे है यो चाहिँ क्याफे यो पनि क्याफे है दुईवटा सटर लिएको छौँ दुईवटा सटर लिएको छौँ अनि भ्यू चाहिँ यस्तो छ फ्रन्ट भ्यू यहाँ एन्ड सी यु नेक्स्ट ब्लग